ल आज चाहिँ सेकेन्ड डे हैन मेरो च्यालेन्जको। मलाई अहिले लागिरहेको थियो हल्का फुल्का के गर्ने भन्ने जस्तो, तैपनि मैले गर्नै पर्छ क्या। मेरो चाहिँ 21 दिनको च्यालेन्ज हो एउटा 21 ढुङ्गो चाहिँ यहाँदेखि चाहिँ माथि जानुपर्छ क्या। हाम्रो छतमा चाहिँ मैले चाहिँ यो समातेँ, मैले टक्क यो वाला एन्ड देन माथि राखेर आउँछु है। सकिन्छ, लेट्स डु इट। हो ल आज 2 भयो ल, सेकेन्ड डे सेकेन्ड ढुङ्गो हैन, 2 दिन। यस यो ढुङ्गो राखेर परिवर्तन हुने र हेर्नु भयो दिमाग हैन। मैले हुन्छ नि सानो परिवर्तन के, मैले कति लगभग 1 वर्षदेखि सोचिरहेको थिएँ कि म 1 वर्षदेखि ल त्यत्रै चेन्ज आयो भने नि म खतरा हुन्छु क्या है। मैले यो सोच्नु भएन कि हे यो भनेर चाहिँ मेरो लागि खाली म बौला जस्तो काम गरिरहेको छु हैन। यो मेरो कन्सिस्टेन्सी म गर्न सक्छु कि नै भन्ने, यति सानो काम गर्न सकेन भने चाहिँ जिन्दगीमा अरू काम गर्न सकिन्न। तर यहाँ चाहिँ बबाल छ है, हरियाली एकदम देखिन्छ छ यहाँ चाहिँ टक्क है। यहाँ चाहिँ हरियाली छ टक्क तरिकाको। यो मकै चाहिँ मस्त देखिन्छ। आज यसको चाहिँ माडा पकाउनु पर्छ हैन। चलो ठीक है, फिर मिलते हैं अब दूसरे भोलिको भिडियोमा चाहिँ है। अरू पनि सँगसँगै अरू पनि चेन्जेसहरू गर्नु पर्यो नि त हैन। एउटा ढुङ्गो मात्रै राखेर भएन, अरू चेन्जहरू पनि गर्नु पर्यो। सो त्यो बिस्तारै हुन्छ नि त। र बानी चाहिँ धेरै बिग्रिएको थियो क्या यार। 7 बजे उठ्दैन आफूले, 7 बजे मतलब मैले चाहिँ 8 भन्दा चाहिँ माथि नै राखिसक्नु पर्ने हो त्यो ढुङ्गो। 4 बजे राख्नु पर्यो नि कोही मतलब छैन, तर मैले चाहिँ राख्नु छ क्या। एक दिनमा एकचोटि चाहिँ यो गर्नु छ क्या हैन। सो ठिक छ, अब दोस्रो भिडियोमा चाहिँ भेटौँला भोलि हैन।